नमस्ते दर्शकबिन, सदा झैं फरक फरक भिडियो लिएर आउने क्रममा आजको भिडियो बर्दिया जिल्ला ठाकुरबाबा नगरपालिकामा अवस्थित मेरो पुरानो घरको बारेमा तपाईहरूले राम्रोसँग अवलोकन गर्न पाउनुहुनेछ। साथीहरू, मेरो भिडियो हेर्दै हुनुहुन्छ भने धन्यवाद। लेट्स गो। के गर्दैछ हाम्रो काली मैया? ओहो माई गॉड, डायलग चाहिँ पाइयो है। यो घरभित्र के खोज्दै आछ? तैँले के खोज्दै आछस्? यस्तो छ यी गाउँघरको माया प्रेम, रमाइलो यस्तै हो। चुला लिप्न चाहिँ आउँछ है मेरो बुढीलाई साथीहरू। यो रीतिरिवाज अहिलेको नयाँ न्यू जेनेरेसनको भाइ बहिनीहरूलाई यस्तो कुराहरू अब देख्न पनि बिस्तारै बिस्तारै छुट्दै जान लागिसकेको छ होइन। कसो हो बुढी म? ओ माई गॉड, मेरो बुढी अलि लजाउँछिन् धेरै, तर झगडा गर्नु चाहिँ लजाउनिन् है फेरि। तर काम चाहिँ गर्छिन्। म बाहिर जान पाए हुन्थ्यो, क्यामेराम्यान यतै अड्कियो, घर लिप्ने मान्छे अलिक सानो छ कि ढोकैमा नअट्ने जस्तो। ढोका त्यो लिप्न भने सायद पेटले अलिक दिइरहेको छैन होला। मैले चाहिँ पिटी खेलाउने वाला छु बिहान बेलुका अब साथीहरू है। साथीहरू, यो हाम्रो गाउँको घर है। यो गाउँको एकदम प्योर गाउँको घर हो, खरले छाएको घर, एकदम शीतल हुन्छ यहाँभित्र होइन। यो ट्याक्कै हाम्रो म्याडमले यहाँ लिप्दै हुनुहुन्छ। अनि ओके साथीहरू, अब गार्डनतिर जाउँ है त। पछाडिको हरियाली जङ्गल देख्नुभएको छ नि, यो हाम्रो पुरै गार्डन छ। यहाँ तपाईँले हरेक प्रकारको बोट बिरुवा पाउनुहुन्छ। कोइराल हो यो हरियो साथीहरू, निमको रुख हो हेर्नुहोस् है। यो निमको रुख है, निमको पात एकदमै राम्रो हुन्छ। घरमा एउटा निमको रुख एकदमै हुन जरुरी छ भन्छ होइन। यो हामीले के भन्छ यसलाई, दालचिनी भन्छ कि के भन्छ है हिन्दी भाषामा। यसलाई हामीले भन्छ क्या सिङ्कुली, सिङ्कौली हो कि के भन्छ यसलाई। यो पनि एकदमै राम्रो पत्ताहरू होइन, सुकाएर पनि मासुमा यताउता खानामा युज गर्ने गर्छ। यतातिर गयौँ भने हामी चाहिँ यो हो कटहरको रुख, टिमुर भन्ने त तपाईँहरू सुन्नुभएको होला गाउँतिर होइन, पाहाडतिर। काँडा पनि हुन्छ। यो पछि एकदम रातो 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 एकदम पिरो फल्छ क्या। यो मेवा भइहाल्यो, यो पनि मेवा। यो हो लिची, लिचीको रुख लड्रम फल्छ यो लिची, कुल आनन्द आउँछ। अब यो मैले नामै नजानेको रुखहरू छ साथीहरू यहाँ। यो के हो आई डोन्ट नो। यो आँप हो। टक्क चियर ल्याएर यहाँ बस्यो भने पुरा जङ्गलमै बस्यो जस्तो फिल हुन्छ है। आफ्नै बारीको जङ्गल हो है साथीहरू। यो रुख के रुख हो यो मैले बुझ्दैन, जान्दैन यस्तो नाम, मलाई थाहा छैन। बुवालाई थाहा होला है। भर्ला भन्छ नि, भर्ला। यो रुख के भर्ला के हेर्नुहोस्, सानो भर्खर रोपेको, यस्तो राम्रो भन्छ है। ओहो फेरि भाडा, जल्दी कीजिए। हजुर जोतेको ट्र्याक्टरले गर्दा। यो दुईटा हाम्रो घरको शेरहरू है। यिनीहरू चाहिँ हाम्रो राजरी बिल्कुल ड्युटी टकाटक दिने हो यिनीहरूले होइन। यो बाख्रो सबै निस्क्यो त। तिमीलाई खाना दिन्छ भनेर होला, मैले केही दिनेवाला छैन। यसले चाहिँ मान्छेले पायो भने हेर्नुहोस् यसरी हान्न आउँछ। ल हेर्नुहोस् खतरनाक छ क्या यो त। यो हाम्रो यहाँको दादा हो क्या, दादा। आराम गर्छ यो। यसले मान्छेलाई भेट्यो नि त चङ्ग्रो पार्छ। बँदेल छ के हो यहाँ? एउटा बँदेल पनि छ है हाम्रो यो सानो। बँदेलको बच्चा पनि पाल्नु भएको छ हाम्रो बुवाले होइन। यो खानामा चाहिँ केही छैन रहेछ, खाली योमा चाहिँ खाली छ। योमा चाहिँ के छ ल, कत्रो ठुलो छ है।
मेरो मोबाइल मेरो क्यामेरै खाइदिएला ओ माई गॉड कति ठुलो देख्नुभयो साथीहरु ओके साथीहरु आजको भिडियो हजुरलाई कस्तो लाग्यो प्लिज भिडियो हेर्नुभएको छ भने लाइक गरिदिनु होला नयाँ साथीहरु हुनुहुन्छ भने प्लिज सब्स्क्राइब गरिदिनु सपोर्ट गरिदिनु थ्यांक यू सो मच तपाईहरुबाट छुटिन चाहन्छु लभ यु अल बाइ बाइ